म गणेश लामिछाने म पेशाले चार्टर्ड अकाउन्टेन्ट। म चाहिँ आज हजुरहरु सामु जस्तो शेयर बजारको बारेमा केही टपिक लिएर आएको छु। जस्तो भनिन्छ शेयर बजार गुमाउने छन् लाखौं कमाउने छन् मात्र हजार भनेको टपिकमा म आज डिस्कस गर्दै छु। जस्तो संसारको लगभग सबै मानिसलाई चाहिँ धन कमाउन मन लाग्छ र धनी बन्न मन लाग्छ र सायद हजुरहरुलाई पनि मन नलाग्ने त कुरै भएन हैन। जस्तो अब हामीले सोचिन्छ धनी बन्नको लागि के गर्ने त हैन, धनी बन्नलाई अथवा धनी कसरी बन्ने के तपाईलाई लाग्छ कि तपाईले पैसा अलि राम्रो पैसा कमाउनु भयो त्यसले 2 लाख 3 लाख 4 लाख हुँदैमा हजुर धनी बन्न सक्नुहुन्छ? त्यो कदापि पनि सकिदैन। किनभने जस्तो मानव हजुरले पैसा कमाउनु भयो र त्यो पैसालाई चाहिँ कतै लगानी गर्नु भएन भने जस्तो त्यो पैसा भनेको खर्च हुन्छ अथवा हजुरको बैंक एकाउन्टमै रह्यो भने पनि त्यसको चाहिँ अब फ्युचरमा जाँदाखेरि चाहिँ त्यसको टाइम भ्यालु अफ मनीले गर्दाखेरि अलि कम हुन्छ। किन भन्दा अब हामी जाउँ आजभन्दा 20 वर्ष पहिला, आजभन्दा 20 वर्ष पहिला जाँदाखेरि चाहिँ जस्तो मान्नु त्यतिखेर भनेको महिनाको 10,000 कमाउनु पनि ठुलो थियो। अब त्यतिखेर महिनाको 10,000 कमाएको मान्छेले त्यो कमाएको पैसा ल्याउँदै बैंक एकाउन्टमै राख्दै गर्दा आजको डेटमा आउँदाखेरि 10 लाख अथवा 20 लाख होला। तर त्यो बेलाको जुन कमाइ थियो त्यो र आजको जुन मान्नु न हजुरको सेभिङ छ बैंक एकाउन्टमा 20 लाख रुपैयाँ छ, त्यसले त आज त खासै अब प्रोपर्टी किन्न जानु भयो भने अथवा केही ठुलै बिरामी अथवा केही भयो भने त्यो पैसा त खासै भ्यालु नै आउँदैन। त्यही भएर चाहिँ मेन मन्त्र धनी बन्नको लागि मेन मन्त्र भनेको चाहिँ इन्भेस्ट गर्नु हो। र हामीले आज अब बुझ्छौँ कि जस्तो यो जुन इन्फ्लेसन छ, इन्फ्लेसनलाई बिट गर्ने चाहिँ इन्फ्लेसनलाई बिट गर्नको लागि हामी चाहिँ कहाँ इन्भेस्ट गर्न सक्छौँ त? हामी इन्फ्लेसनलाई बिट गर्न संसारमा सक्ने भनेको दुईटा मात्र क्षेत्र छ। एउटा छ रियल इस्टेट, अर्को छ सेयर मार्केट। अब रियल इस्टेटको आफ्नै प्रब्लम छ। किन भन्दा हजुरलाई रियल इस्टेटमा इन्भेस्ट गर्नको लागि चाहिँ अलि बल्क एमाउन्ट अफ इन्भेस्टमेन्ट चाहिएको हुन्छ र त्यसमा चाहिँ मान्नु हजुरलाई अब ब्रोकरेज अलि धेरै लाग्छ, ट्रान्जेक्सन कस्ट। अब एउटा मान्नु 1 करोडको घर किन्नु भयो भने त्यसलाई पास गर्दा ओर्दा 1 करोड 6-7 लाख लाग्छ हैन। त्यही भएर चाहिँ अब मान्नु हजुरसँग फन्ड लिमिटेड छ, अब मान्नु 5,000 छ, 10,000 छ, 20,000 छ, त्यसलाई कता लगानी गर्ने त भन्दाखेरि त्यसको लागि बेस्ट अप्सन हुन सक्छ सेयर मार्केट। अब सेयर मार्केटमा चाहिँ अब हजुरलाई लाग्न सक्छ किन सेयर मार्केटमा लगानी गर्ने त? किनभने एउटा चाहिँ 3टा कुरा छ त्यसमा। जस्तो एउटा भनेको सेयर मार्केटले चाहिँ बेटर रिटर्न दिन्छ हजुरलाई। जस्तो आजभन्दा 10 वर्ष अगाडि हजुरले मान्नु नेपाल स्टक एक्सचेन्जको कुनै पनि एउटा एभरेज स्टकमा इन्भेस्ट गर्नुभयो भने नि आज चाहिँ त्यसको भ्यालु जाँदाखेरि 5 टाइम्स 6 टाइम भएको छ। जस्तो आजभन्दा अगाडि आजभन्दा 10 वर्ष पहिला तपाईँले 1 लाख इन्भेस्ट गर्नुभएको भए आज चाहिँ त्यो 5 लाख 7 लाख 10 लाख भइसकेको छ। अनि त्यसै गरी अर्को चाहिँ सेयर मार्केटमा इन्भेस्ट गर्नुको फाइदा के छ भन्दाखेरि जस्तो हजुरले आज मान्नु 5 दिनपछि हजुरलाई पैसा चाहिएको छ भने आजको आजै हजुरले बेच्न सक्नुहुन्छ विथ मिनिमम ट्रान्जेक्सन कस्ट। त्यो किन भन्दा त्यो जुन हाम्रो चाहिँ रियल इस्टेटमा इन्भेस्ट गर्दाखेरि अथवा रेजिस्ट्रेसनमा लाग्ने शुल्क हुन्छ त्योभन्दा धेरै नै कम हुन्छ यो सेयर मार्केटको ट्रान्जेक्सन कस्ट। अर्को थर्ड भनेको चाहिँ जस्तो हामीले राम्रो बिजनेस हाउस देखिरहेको छौँ नेपालमा। जस्तो हजुरले देख्नुहुन्छ युनिलिभर देख्नु भएको छ हैन, नेपालको अब नोबेल ब्याङ्क देख्नु भएको छ। आजको आजै त हामीले नोबेल ब्याङ्क खडा गर्न सकिँदैन र युनिलिभर पनि खडा गर्न सकिँदैन। तर हामीलाई चाहिँ त्यो बिजनेस राम्रो गरिरहेछ, फ्युचरमा राम्रो गर्छ जस्तो लाग्छ भने चाहिँ हामीले युनिलिभरको सर्टेन एउटा मात्र सेयर लियौँ भने पनि युनिलिभरले फ्युचरमा पर्फर्म राम्रो गर्यो भने अटोमेटिकली तपाईँसँग भएको सेयर भनेको ओनरसिप हो कम्पनीको, त्यसले चाहिँ राम्रो रिटर्न दिने गर्छ। र अब मैले हिजो नजोडेको कुरा आज 3टा कुरा जोड्दैछु। जस्तो चाहिँ तपाईँले ल मान्नु सेयर मार्केटमा इन्भेस्ट कसरी गर्न सक्नुहुन्छ त? त्यसमा 3टा कुरा छ। जस्तो एउटा चाहिँ प्रोमोटर, एज अ प्रोमोटर भनेको चाहिँ तपाईँ मान्नु एउटा कुनै कम्पनी नयाँ आउँदैछ त्यसमा तपाईँले इन्भेस्ट गर्नुभयो। तर प्रोमोटरको लागि समस्या के छ भन्दाखेरि तपाईँको लागि चाहिँ अलिकति धेरै फन्ड लाग्ने हुन्छ प्रोमोटरमा। अर्को हुन्छ आइपिओ। आइपिओ त लगभग सबैलाई थाहा नै होला हजुरहरूलाई। जस्तो आइपिओ चाहिँ कम्पनीले जस्तो पब्लिकमा सेयर सेलिङ गर्न आउँछ त्यो बेला चाहिँ जस्तो 1000 रुपैयाँ 2000 रुपैयाँमै हजुरले कुनै पनि कम्पनीको सेयर किन्न सक्नुहुन्छ। र थर्ड भनेको चाहिँ सेकेन्डरी मार्केट छ। सेकेन्डरी मार्केटमा तपाईँसँग 1000 रुपैयाँ छ भने पनि 1000 रुपैयाँलाई तपाईँले कुनै कम्पनीको सेयर 10 किता 20 किता किनेर चाहिँ इन्भेस्ट गर्न सक्नुहुन्छ। सेयर बजारको विशेषता भनेको नै तपाईँले थोरै फन्डमा पनि इन्भेस्ट गर्न सक्नुहुन्छ जुन कि अरू कुनै पनि फिल्डमा सायद छैन। अनि अब सेयर मार्केटमा सुन्नुभयो होला सबैले घुमायो त्यसको त घरै गयो त्यसको बासै गयो भन्ने पनि सुन्नुभयो होला। तर सेयर मार्केटमा कमाउनको लागि 3टा मन्त्र छ। तपाईँले चाहिँ मिनिमम पनि 5 वर्षको टाइम होराइजन लिएर जानुपर्छ। आजको मान्नु जस्तो हजुरले आज कुखुरा किनेर लिएर आउनुभयो, आज बिहान अन्डा दियो, हजुरलाई बेलुका भोक लाग्यो भनेर बेलुका कुखुराले अन्डा दिँदैन फेरि, त्यसको लागि हामी भोलि बिहानसम्म वेट गर्नुपर्छ। र अर्को भनेको चाहिँ
डोन्ट पुट अल योर एग्स इन अ सिंगल बास्केट। तपाईँले चाहिँ मान्नु तपाईँसँग 10 लाख रुपियाँ छ, तपाईँले 10 लाख रुपियाँ नै लगेर एउटा मात्रै कम्पनीमा इन्भेस्ट गर्नुभयो भने आजको कुनै राम्रो कम्पनी भोलि नराम्रो नै हुनसक्छ। त्यो 10 लाखलाई 1-1 लाख गरेर 10वटा कम्पनीमा डिभाइड गर्नुभयो भने ल ठिक छ, 10 मध्ये 2टा कम्पनी डुब्यो भने नि बाँकी 8वटा कम्पनीले यति राम्रो रिटर्न दिन्छ कि तपाईँको त्यो लस रिकभर भएर पनि रिटर्न राम्रो आउँछ। र अन्त्यमा हजुरहरूलाई पनि भविष्यमा धनी बन्न मन छ भने चाहिँ आजैबाट जति सकिन्छ सेयर मार्केटमा इन्भेस्ट गरौँ। थ्याङ्क यू।